सम्झनामा बाँचेको माया। नेपालको एउटा सानो पहाडी गाउँ, हरियाली, खेत, स्कुल अनि सरल जीवन। जयराम गाउँको माध्यमिक विद्यालयमा पढ्ने होशियार केटो हो। उनले धेरै कम बोल्ने गर्छ, तर किताबलाई माया गर्छ। उसका साथीहरू बाहिर उफ्रिएका छन्, खेलेका छन्, ऊ भने गम्भीर छ, तर भित्रैदेखि निकै संवेदनशील। नयाँ सत्र सुरु हुन्छ। कक्षा 10 मा नयाँ विद्यार्थी आउँछ, ज्योति। ऊ अर्कै गाउँबाट सरुवा भएर आएकी हुन्छ। साझा र सुन्दर, आत्मविश्वासी तर नम्र। उनीहरूको पहिलो भेटमै जयरामको मुटुमा बेसरी टुक 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 गर्छ। जति मुस्कुराउँछ, केही नबोली उसले जयरामलाई त्यो दिनका लागि बाँधिदिन्छ। समय बित्दै जान्छ। स्कुलको बगैँचा, संयुक्त गृह कार्य, हाजिरीपछि फर्किने बाटो, ती साना साना पलहरू उनीहरूलाई नजिक ल्याउँछ। जति हँसिलो स्वभावकी थिए, उसले जयरामसँग कहिले चिया पिउन, कहिले कविता सुनाउन लगाउँथे। एक साँझ स्कुलबाट फर्कदै गर्दा, ज्योति, जयराम तिमी चुपचाप बस्छौ, तर तिमीलाई हेरिरहँदा मन शान्त हुन्छ। जयराम लजाउँदै, तिमीलाई भेटेपछि म आफूलाई थाहा पाउन थालेको छु। त्यही साँझदेखि उनीहरू प्रेममा थिए। सायद पहिलोदेखि थिए, तर आज दुवै जान्दथे। प्रेम उकालो चढ्दै थियो, तर समाज पनि पुरानै ओह्रालामा अडिएको। जयरामको परिवारले थाहा पाउँछ, केटीको जात नमिल्ने रहेछ। उसको आमाले भन्छन्, हाम्रो थर बिग्रिन्छ, हाम्रो इज्जत धुलोमा मिल्छ। त्यस्तै जतिको बाबुले पनि सोधपुछ गर्छन्, बेटी, यो सब फिल्मको कुरा हो, हामी मर्यादामा बाँचेका हौँ। फोन खोसिन्छ, स्कुल जान रुकिन्छ, भेटघाट रोकिन्छ। भेट हुन छोड्छ, संवाद टुट्छ, तर प्रेम टुट्दैन। जयरामले चिठी लेख्छ, तिमी सधैँ मेरो रह्यौ ज्योति, तर म तिमीलाई पीडामा राख्न सक्दिनँ। म तिमीलाई माया गर्छु, तर यो माया लुकेर बाँचेछ, मेरो आँखा, मेरो कविता र मेरो मौनताभित्र। ज्योतिले उत्तर दिन्छ, जयराम, प्रेमसँगै बाँच्न नपाए पनि सम्झनामा तिमी सधैँ साथ रहनेछौ। हाम्रो प्रेम अन्त्य भएन, जसको बस बाटो फेरेको हो। समय बित्दै जान्छ, वर्षौं बित्छ। जयरामले आफ्नो परिवारको रोजाइको केटीसँग विवाह गर्छ। जति पनि आमा बाबुको रोजाइको केटासँग विवाह गर्छ। दुवैको जीवन चलिरहेको छ, तर मनमा प्रेम अधुरो छ। एक दिन गाउँको मेलामा वर्षौंपछि आकाशमाथ उनीहरूको भेटिन्छ। ज्योति, तिमी अझै त्यस्तै लाग्छौ जयराम, शान्त, स्थिर अनि टाढा। जयराम मुस्कुराउँदै, तिमी पनि त्यस्तै देख्छौ, तर आँखामा धेरै कुरा थुप्रिएको जस्तो लाग्छ। दुवै केही समय मौन बस्छन्। ज्योति, कि तिमी कहिले बिर्स्यौ? जयराम, भुल्न खोजेको छैन, किनकि तिमीलाई सम्झनु मेरो प्रेमको पूजा हो। उनीहरू टाढा हुन्छन्। अब पनि एकअर्काका साथ जीवन पाड्न पाइन्न, तर यो भेट, त्यो मौनता र ती शब्दहरूले उनीहरूलाई सधैँ बाँधेर राख्छ। उनीहरू अब कहिले भेट्दैनन्, तर कहिले टाढा पनि हुँदैनन्। कहिले काहीँ प्रेमसँगै बस्न पाइन्न, तर सम्झनाभरि बाँचिरहन्छ। कसैले देख्दैन, कसैले सुन्दैन, तर त्यो प्रेम गहिरो, पवित्र र अमर रहन्छ, जस्तै मुना मदनको जस्तै।